तपाईहरु आज रिजर्भमा हुनुहुन्छ तर कहिलेकाहीँ सधैँ हामी यसरी हिँड्न हैन मौकामा हिँड्या। अब तपाईको कहिलेकाहीँ हामीले यात्रा गर्दाखेरि चाहिँ सार्वजनिक यात्रा गर्दाखेरि बसहरुमा कसैले बढी भाडा दिएको छ हैन, कसैले आफ्नो सामान छुटेको छ भने चाहिँ यहाँहरुले चाहिँ प्रहरीलाई खबर गर्नु होला हैन। प्रहरीलाई खबर गर्ने चाहिँ सजिलो कुरा के छ भने 100 अथवा 103 मा फोन गरियो भने चाहिँ ट्राफिक सरले चाहिँ यहाँ हामीलाई सन्देश दिँदै हुनुहुन्छ। हामी चाहिँ भ्रमणको यात्रा गर्दैछौँ। खबर गर्यौं भने हामीले छिटो चाहिँ के गर्न पाउँछौँ, आफ्नो सामानहरु फिर्ता गर्न पाउँछौँ, आफूलाई परेको मर्काहरुको सम्बोधन हुन्छ, त्यो कुराहरु जानकारी राख्नु होला। अनि चालकहरुले पनि अस्वाभाविक गतिमा चलाएको छ, ओभर स्पिड चलाएको छ, फोनमा मात्रै कुरा गरेर चलाएको छ, आवेशमा चलाएको छ भने पनि र यो चालकहरुले तपाईहरुले पनि आरक्षण सिटहरु हुन्छ के, जस्तो महिलाको सिट छुट्याइएको छ, ज्येष्ठ नागरिकको अपाङ्गको सिटहरु हुन्छ हैन। त्यो कुराहरु खै त गुरुजी यहाँ देखिएन। अनि खाएको खानेकुराहरुको पोल्के सडकमा फाल्नु त भएन नि त। त्यसको लागि ठाउँ छैन भने पनि आफ्नो ब्यागमा साइडमा राखेर तपाईहरुले अनि त्यो फोहोर फाल्ने ठाउँमा कन्टेनरमा लगेर छाड्दिनुस् है त। थ्यांक यू सो मच, धेरै धेरै धन्यवाद है हजुरलाई जानकारी दिनको लागि। परिचय यही छ। अब थ्यांक यू सो मच, थ्यांक यू सो मच, थ्यांक यू सो मच। सुनसरी है त। हस् धेरै धेरै धन्यवाद। हस् धन्यवाद। ल हामीले पहिला थोरै ट्राफिक सरको चाहिँ नि हामीले सन्देश सुन्यौँ। हामी यात्रा गर्दाखेरि यात्रुहरूले पाउनुपर्ने सुविधा अनि गाडी चालकले दिनुपर्ने सुविधा होइन, त्यसको बारेमा हामीलाई ट्राफिक सरले यहाँ यो हाम्रो गाडीमा हामी भ्रमण जाँदैछौँ, यो गाडीमा आएर चाहिँ उहाँहरूले जानकारी दिएर जानुभयो, त्यसको लागि धन्यवाद। हामी चाहिँ भ्रमण जाँदैछौँ। हाम्रो चाहिँ भ्रमण यात्रा चाहिँ यो चितवन भरतपुरदेखि हाम्रो मुक्तिनाथसम्मको भ्रमण यात्रा हो। हामी यहाँ बहिनी र म छौँ, अनि पछाडिपट्टि सबैजना हुनुहुन्छ यो गाडीमा, अनि अर्को गाडी पनि छ हाम्रो। बस सबैलाई बाई छ। अनि हाम्रो यात्रा सफल रहोस्, हामीलाई चाहिँ मुक्तिनाथ महादेवले रक्षा गरून्, कल्याण गरून् सबैको। त्यही भन्दै फेरि नेक्स्ट भिडियोमा भेटौँला। बाई।